हे सुपा देउराली माता, मेरो छिट्टै 1 मिलियन सब्सक्राइबर पुगोस्। हेलो एन्ड नमस्ते साथीहरू, आजको हाम्रो ट्रिप चाहिँ सुर्खेतसम्मको रहेको छ र सुर्खेत जाँदै गर्दा यस्तो यस्तो बाटो सडक हुँदै हामी चाहिँ सुर्खेत जानेवाला छौँ। हजुरहरू क्लिप हेर्नु होला र यो क्लिप सकेपछि पक्कै पनि भिडियो सुरु गर्ने नै छौँ। हेलो एन्ड नमस्ते साथीहरू, म चाहिँ आइसकेँ फेरि एउटा नयाँ भिडियोमा। तपाईँहरू सन्चै हुनुहुन्छ भने आशा गर्दछु। म चाहिँ बस ट्रिप जाँदा गर्दा फेरि तपाईँहरूलाई एउटा सरप्राइज पनि छ। मैले एउटा नयाँ घर पनि किनिसकेको छु त्यही पैसाले। र देख्न सक्नुहुनेछ घर चाहिँ यस्तो छ र यो चाहिँ मेरो एकदम सोरुम हो। यो बसहरू सबै मेरै हो। र हामी चाहिँ फेरि आज नयाँ ट्रिपको लागि जाँदैछौँ गाइस। एकछिन रनिङ सनिङ होस्, एकजना तपाईँहरू सबैलाई मेरो बसहरू देखाउँछु। रनिङ पनि हुन्छ त्यसै गरी र हामी एकछिन नाचगान होस्। र हाम्रो ट्रिप त्यो मेरो पुरानो घर हो, देख्न सक्नुहुनेछ। यो चाहिँ मेरो नयाँ घर हो है त साथीहरू। यो चाहिँ मेरो सोरुम हो। र नाचगान पनि भयो, रनिङ सनिङ पनि भयो। सबैजना चाहिँ बसमा चढिसकेको जस्तो देख्छु म चाहिँ। अब कुन चाहिँ बस लिएर जाउँ भाइ, धेरै बस भएपछि फेरि गाह्रो हुन्छ साथीहरू। कुन लिएर जाउँ भएको थियो। त्यसै बेला फेरि मैले ठ्याक्क ओहो 3D स्पेन्सर बस देखेँ। सबैजना पर्यटकहरू पनि यसै बसिसकेका छन्, सबैजना मन परेर होला। र हामी ट्रिपको लागि अगाडि बढ्यो त साथीहरू। तपाईँहरू नयाँ हुनुहुन्छ च्यानललाई सब्सक्राइब गरी भिडियो लाइक कमेन्ट सेयर पनि गरिदिनु होला साथीहरू। र हामी ह्यान्डेक जारौँ र हाम्रो ट्रिपतिर बढौँ गाइज। देख्न सक्नुहुनेछ हामी चाहिँ आज एकदम अफरोड बाटो हुँदै हामी चाहिँ कहाँ जाँदैछौँ त गाइज। एकदम नयाँ ट्रिपको लागि, सुर्खेत ट्रिपको लागि जाँदैछौँ गाइज। एकदम अफरोड म्यापहरू हुन्छ गाइज, म्यापहरू पुरै अफरोड छ। देख्न सक्नुहुनेछ यसरी हान्न पनि सक्छ गाइज, ब्रेक लगाएन भने। र हामी जाउँ गाइज बिस्तारै। यहाँ चाहिँ पुरै जाम भइसकेको छ। महाकाली यातायात देख्न सक्नुहुनेछ अगाडि बस। हामी चाहिँ सिधै जाउँ गाइज। ल त्यहाँ चाहिँ एकदम खतरा एक्सिडेन्ट भएछ गाइज। यहाँ चाहिँ बस कसरी पुरै कटाउनै गाह्रो होला गाइज। अब यहाँ अलिकति हान्न गरेरै जानु पर्ने भयो साथीहरू। देख्न सक्नुहुनेछ यो गाडीले चाहिँ अब ट्याक्क च्याप्न मानिरहेको छैन। हाम्रो बिप बस जहाँबाट पनि हाम्रो सडकै चाहिँदैन हाम्रो बस हिँड्नलाई। देख्न सक्नुहुनेछ हामी चाहिँ सुर्खेत यात्राको लागि अगाडि बढिसकेको छौँ। पुरै बस पनि एकदम स्पिड छ र हाम्रो पर्यटकहरू पनि पुरै मनोरञ्जन गरिरहेका छन्। देउती नगरपालिका प्राली बस हो गाइज यो चाहिँ। देख्न सक्नुहुनेछ हामी चाहिँ सिधा अगाडितिर बढिसकेका छौँ। हामी चाहिँ फुल स्पिडमा गइसकेका छौँ गाइज। आज के भएको बाटो जता एक्सिडेन्ट देख्छु त म। साइड लाउनै पऱ्यो गाइज, अब भएन। बसहरू साइड लाउनै पऱ्यो गाइज। पानी पनि परिसकेको छ गाइज। सुर्खेत भनेपछि तपाईँहरूलाई नामै काफी छ भने जस्तो हो। पुरै पानी पनि परिसकेको छ। कमासन पानी परिसकेको छ र चट्याङ पनि परिसकेको छ। मलाई चाहिँ एकदम जाडो भइसकेको छ गाइज। एकदम जाडो भइसकेको छ गाइज मलाई चाहिँ। देख्न सक्नुहुनेछ अगाडिबाट चाहिँ पेट्रोलको गाडी अगाडि आइसकेको छ, ग्रामीण महाकाली बस। त्यसै माथि हाम्रो फेरि आयल निगमको गाडी पनि आइसकेको छ। र हामी सुर्खेत पुरै घाम पनि चर्को लागिसकेको छ गाइज।
देख्न सक्नुहुने नै छ। ए ब्रेक 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 गाइज हामी चाहिँ सिधै अगाडितिर गइसकेका छौँ गाइज, देख्न सक्नुहुनेछ गाइज। यो सुमोले चाहिँ अगाडि गइसकेको छ र हाम्रो अगाडि चाहिँ केही पनि छैन, हामी चाहिँ रोयल किङ भइसकेका छौँ। यिनीहरू जति अगाडि गए पनि पुरै जम्मा परिहाल्छन् गाइज। ट्याक्क लगाएर जाउँ है त गाइज, बाटै छोड्दैन त यार भात माराहरू, आफ्नो साइड जाने यार। हो अब अगाडितिर जान्छौँ गाइज, अगाडितिर गइसकेका छौँ। हामी चाहिँ सिधै अगाडितिर गइसकेका छौँ, ब्रेक नलाए भए ज्याममै जान्थ्यो गाइज। बस चाहिँ एकदम लचकदार छ र हामी यहाँ आइसकेका छौँ। यहाँ देख्न सक्नुहुनेछ खतरा खतरा चट्टानहरू देख्न सक्नुहुनेछ गाइज। सो फाइनली गाइज हामी चाहिँ सुर्खेत बजारसम्म आइसकेको छौँ। हाम्रो ट्रिप पनि लगभग लगभग सकिन लागिसकेको छ र गाइज हामी फाइनली सुर्खेत बजार आइसकेको छौँ। हामी चाहिँ यहाँनिर पार गर्नुपर्ने हुन्छ साथीहरू, देख्न सक्नुहुनेछ अगाडि अगाडि घरहरू छन् र हामी चाहिँ त्यहाँसम्म जानुपर्ने हुन्छ गाइज। देख्न सक्नुहुनेछ एकदम खतरा घुमाउरो रहेछ। हामी चाहिँ लगभग सहरमा चाहिँ छिरिसकेका छौँ र हामी चाहिँ त्यहाँ अगाडि पार्किङ हो ल फाइनली गाइज हाम्रो ट्रिप चाहिँ लगभग लगभग सकिसकेको छ र हाम्रो ट्रिप चाहिँ यहीँसम्म मात्रै छ गाइज। हाम्रो ट्रिप चाहिँ सकिएको घोषणा गर्दछु गाइज। हाम्रो आजको ट्रिप चाहिँ यहीँ सुर्खेतसम्मको थियो। सुर्खेत बजार पनि आइसकेको छ, सबजना पर्यटकहरू पनि घुम्न गइसकेका छन्, बस पुरै खाली छ र यति भन्दै म बिदा हुन चाहन्छु। हाम्रो ट्रिप पनि सकेको घोषणा गर्दै म बिदा हुन चाहन्छु गाइज। भिडियो मन परे लाइक कमेन्ट सेयर गरेर च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। थ्याङ्क यू एन्ड टेक केयर। हामी फेरि नयाँ भिडियोमा भेट्ने नै छौँ गाइज। त्यति बेलाको लागि बाई बाई।